नमस्ते साथीहरू, आज म तपाईलाई फेरि सेन्ट पिटरबर्गको हिँडाइमा लगेर गइरहेको छु। अहिले सहर नयाँ वर्षको लागि बिस्तारै सजिँदैछ। सडकहरू, भवनहरू, पार्कहरू, बिस्तारै बत्तीहरूको झिलिमिली सुरु भइरहेको छ। चिसो हावा र रङ्गीन बत्तीहरूले यो सहरलाई अझै जादुमय बनाइरहेको छ। र सेन्ट पिटरबर्ग 1703 मा पिटर द ग्रेटले स्थापना गरेका थिए र लगभग 200 इयर्स यो रुसी साम्राज्यको राजधानी थियो। यो सहर 40 भन्दा धेरै टापुहरूमा बसेको छ। सयौं पुल तथा क्यानालहरूले यसलाई भेनिस द नर्थ भनेर चिनिन्छ। यो सहर जहाँ तहीँ हेर्दा इतिहास र सुन्दरताले घेरिएको जस्तो लाग्छ। दिनको समयमा सहर एकदमै फरक देखिन्छ। पुराना भवनहरू, पेस्टल रङ, अग्ला झ्यालहरू र क्लासिकल डिजाइन सूर्यको प्रकाशमा अझै आकर्षक देखिन्छ। राम्रो हिँडाइका लागि धेरै चौडा सडकहरू, क्यानालहरू, शान्त पार्कहरू, सबैमा एउटा सादगी र शान्तता पाइन्छ। दिनको हल्का भिडले सहरलाई जीवित बनाउँछ र तपाईलाई प्रत्येक कुनामा केही नयाँ हेर्न मन लाग्छ। तर रात पर्न साथ यहाँको वातावरण पुरै बदलिन्छ। बत्तीहरूले भवनहरू झनै चम्किन्छन्, सडकहरू शान्त हुन्छन् र क्यानालमा परावर्तनले एउटा सिनेमेटिक प्रभाव दिन्छ। नयाँ वर्ष नजिकिँदै जाँदा प्रत्येक चोक र सडकहरू बत्तीको सजावटले र त्यो उत्सवको माहौलले भरिएको हुन्छ। सरल सजावटहरू भए पनि यिनले सहरलाई एकदमै तातो र स्वागत योग्य बनाइदिन्छन्। मलाई पर्सनल्ली सेन्ट पिटरबर्गको यो कन्ट्रास्ट डे र नाइट एकदमै मन पर्छ। दिनमा इतिहास र ऊर्जा छ, रातमा शान्ति र जादु छ। दुवै मिलेर यो सहरलाई सबैभन्दा विशेष बनाउँछ। कहिलेकाहीँ म सोच्छु, यति ठुलो इतिहास भएको सहरमा हरेक दिन यहाँ हिँड्नु पनि एउटा अनुभव हो। सुन्दर सडक, पुराना भवनका झ्यालहरू, क्यानलको छेउमा उभिएर हेर्ने दृश्य, यी सबैले मलाई यो सहरप्रति अझै नजिक बनाउँछ। र नयाँ वर्ष नजिकै गर्दा यो सहरको ऊर्जा झनै बढेर आउँछ। मानव नयाँ सुरुवातको स्वागत गर्न तयार हुँदैछ। यदि तपाईँले बिहान सिरक उठाएर हेर्नुभयो भने हरेक मोड, हरेक भवन, हरेक उज्यालोले तपाईँलाई केही भन्छ। वेलकम टु सेन्ट पिटर्सबर्ग, द सिटी अफ लाइट, हिस्टोरी एन्ड इनलेस ब्युटी। आजको यो हिँडाइमा साथ दिएकोमा धन्यवाद। अरू धेरै सुन्दर दृश्य र अनुभवहरू म तपाईँहरूलाई चाँडै नै देखाउनेछु। फेरि भेटौँला। बाई बाई।